पौराणिक ग्रन्थहरू र वाल्मीकि रामायणको बालकाण्डमा पनि उल्लेख गरिएको अनुसार यो क्षेत्र ऋष्यशृङ्गी आश्रम रेसुङमा तपोभूमि क्षेत्र भनेको छ। तिनै ऋषिले त्रेतायुगमा ऋष्यशृङ्गी नाम ऋषिले तपस्या गरेर यो क्षेत्रको नाम रेसुङमा रहेको श्रृङ्गी भन्दा भन्दै अर्को फेरि ऋष्यशृङ्गी ऋषि को रहेछ त भनेर हजुरले वाल्मीकि रामायणको बालकाण्डहरू पढ्नुभयो भने हिजो राजा दशरथलाई पुत्रहरू सन्तान नभएर यही ऋष्यशृङ्गी ऋषिलाई अयोध्या लिएर गएर आचार्य बनाएर ठुलो पुत्रेष्टि यज्ञ लगाएपछि मात्र राम लक्ष्मण भरत शत्रुघ्नको जन्म भएको भनेर रामायणमा उल्लेख गरेको छ। त्यसपछि फेरि राम लक्ष्मणलाई पछि थाहा भएको बोध भएको र वनवासको समयमा यत्रो ठुलो तपस्वी र यत्रो ठुलो गुरु गएर पुत्रेष्टि यज्ञ लगाएर बल्ल हामी जन्मेका रहेछौँ र गुरुको दर्शन गर्नुपर्छ, गुरु कस्तो ठाउँ बसेर तपस्या गर्नुभएको छ र गुरुलाई केही गुरु दक्षिणा दिन सक्छौँ कि भनेर दुवै भाइ यो क्षेत्रमा आउनुभएको र आउँदा सबै ठिकै रहेछ। यत्रो ठुलो टापु शिखरमा पानीको समस्या देखेर यहाँ तलतिर रामकुण्डको उत्पत्ति चाहिँ स्वयं राम भगवानले धनुष्मानले निकालेर त्यो कुण्डको उत्पत्ति गरेको भन्छ। त्यो कुण्डको विशेषता चाहिँ 12 महिना नसुक्ने र हिउँद बर्खा कहिले पनि त्यो घट्ने बढ्ने पनि नहुने। यतिखेर हजुरले देख्नुहुन्छ अलिकति पानी निकाल्नुहोस्, त्यसबाट फेरि उतिखेर त्यति लेभलमै आउँछौँ। त्यो कुण्डको विशेषता त्यो हो भने अब यसको हाइट चाहिँ 2347 मिटर समुद्री सतहबाट माथि टपसम्म 2347 मिटर हाइट छ र रेसुङलाई एउटा आध्यात्मिक धार्मिक र पर्यटक क्षेत्रको सङ्गम मानेको छ। आध्यात्मिक भनेको योग ध्यान साधनाहरू गर्ने, धार्मिक भनेको यहाँ विशेष गरेर सिद्ध क्षेत्र भन्छ रेसुङलाई। बाल सिद्ध शिवजी प्रकट भएको ठाउँ। यसभन्दा 5 मिनट माथि गएपछि हजुरले सिद्धको दर्शन गर्नुहुन्छ, बाल सिद्ध शिवजीको दर्शन हुन्छन्। उनी सिद्धलाई शिवको रूप मानिएको हुनाले यहाँ शिवजीको विशेष पूजा हुने भएकोले साउनको महिनामा 1 महिना मेला लाग्छ। 1 गतेदेखि दिनका 10,000 15,000 20,000 भक्तहरू आउने दर्शन गर्ने भजन कीर्तन गर्ने आउने यहाँ पुरै ठाउँ हुँदैन, यहाँ पुरै भरिभरा हुन्छ। कार्तिकमा हरिबोधनी एकादशी या ठुला एकादशी मेला लाग्छ। अस्ति शिवरात्रिमा मेला थियो र वैशाख 1 गते पनि मेला लाग्ने गर्छ। त्यस भएर एउटा आध्यात्मिक धार्मिक भन्छ र अर्को पर्यटकीय क्षेत्र भन्छ। पर्यटक भनेको प्रकृतिसित रमाउने हुन्छ। अब फागुन चैत वैशाख भनेको तपाईँको यो लालीगुराँस जङ्गल फुल्न सुरु भएको छ, भर्खर सुरु भएको। त्यसो भएर अझै पनि फुलिसकेको छैन पुरै। यो पुरै जङ्गल रातै हुन्छ, तपाईँको बाटोमा पनि पुरै फुलहरू खसेर लालीगुराँसले बिल्कुल अब रमणीय बनाउँछ। 3 महिना पुष र माघ हिउँ पर्छ, फेरि यहाँ पुरै 3 फुट जति हिउँ परेर यहाँ रेकर्ड हुन्छ हाम्रो। यहाँ माथि तलदेखि हजुर गाडी राखेको ठाउँदेखि माथिसम्म हिउँ खस्ने र हिउँ खस्नाले यहाँ हजारौँ पर्यटकहरू आउने र त्यसको अवलोकन गर्ने गर्नुहुन्छ भने असोज कार्तिक मङ्सिर भनेको भ्यू हेर्ने हुन्छ। फेरि समय पुरै सफा हुन्छ, त्यतिखेर बादल कुहिरो केही लाग्दैन। अहिले यस्तै बादल कुहिरोले छोप्यो, नत्र भने यो धौलागिरी रेन्ज र अन्नपूर्ण रेन्ज सबै हिमाल हामीले देख्न पाउँछौँ। त्यहाँबाट यता गोरखपुर सुनौली पनि देखिन्छ भनेर इतिहासले हाम्रो लेखेको छ हिजो माथि टावर चढेर। र यतापट्टि वरिपरिका हाम्रा 12वटा जिल्लाहरू छ, पाल्पा अर्घाखाँची स्याङ्जा प्युठान पर्वत रुकुम रोल्पाहरू छ। सबै हामीले यसबाट अवलोकन गर्ने माथि टपमा गएर त्यस्तो एउटा छ पर्यटकीय भने। अर्को कलियुगका स्वामीहरू पनि गुरुहरू पनि 18औं शताब्दीदेखि यस क्षेत्रमा आएर कठोर योग साधना तपस्या गरेर सिद्धि प्राप्त गरेको कुराहरू इतिहासले औलाएको छ। र त्यसै क्रममा 18औं शताब्दीमा 1804मा जन्मेर 1850देखि 1906सम्म यहाँ बसेर तपस्या गर्ने स्वामी गुरु चाहिँ शशिधर स्वामी, जो अर्घाखाँची हाम्रो छिमेकी जिल्ला छ। उहाँ अर्घाखाँचीको एउटा बामरुक भन्ने गाउँमा जन्मेर शशिधर स्वामी 1804मा जन्मेर 1850देखि 1906सम्म बसेर कठोर योग साधना तपस्या गरेर सिद्धि प्राप्त गरेको र उहाँलाई श्री श्री 108 जोस्मडी सम्प्रदायका प्रवर्तक या प्रथम गुरु भनेर चिन्ने गर्छौँ भने उहाँ एउटा मरासिनी थर बताउँछ इतिहासले। त्यसपछि अर्घाखाँचीमै जन्मेर 11 वर्षको उमेरदेखि बाल्यकालदेखि बाल तपस्वी र बाल ब्रह्मचारी भएर यहाँ आएर लक्ष्मी नारायण स्वामीले कठोर योग साधना तपस्या गरेर सिद्धि प्राप्त गरेर नरसिंह अवतार लिएको ठाउँ भन्छ। नरसिंह अवतार भनेको रूप परिवर्तन गर्ने, उतिखेर बाघ बन्न सक्ने, भालु बन्न सक्ने, सर्प बन्न सक्ने, फेरि हजुरआमी जस्तै मनुष्य बन्न सक्ने यस्तो कठोर योग साधना तपस्या गरेर सिद्धि प्राप्त गरेर नरसिंह अवतार लिएकै अवस्थामा नेपालमा राणाकाल छँदाखेरि जङ्गबहादुर राणालाई खबर पुगेर प्रत्यक्ष उहाँ भेट्न आउँदाखेरि
यहाँ नरसिंह अवतार लिएकी अवस्थामा देखेपछि उहाँलाई महाप्रभुको उपाधि दिएको र लक्ष्मीनारायण स्वामीले विनम्र अनुरोध जङ्गबहादुरलाई के गर्नुभएछ भन्दा यो रेसुङ्गा क्षेत्र हिजो सत्य त्रेता द्वापर कलीमा पनि गौचरण थियो, गौवीरता थियो, ऋषि महर्षिका पालादेखि यहाँ धेरै गौमाताको सेवा हुन्थ्यो। अहिले तिमी देशको प्रधानमन्त्री छौ र यो क्षेत्रलाई अझै गौचरण गौवीरता घोषणा गर है भनेपछि यो क्षेत्र जङ्गबहादुरका पालादेखि नै गौचरण गौवीरता घोषणा गरिएको हुनाले अहिले नेपाल सरकारले धार्मिक वन मन्त्रालयलाई छुट्याएको छ। 194 हेक्टर जमिन यसको छुट्टै राखेको छ। यसलाई कुनै गाउँपालिका नगरपालिका कुनै वार्डमा गाभिएको छैन र विशुद्ध यो सङ्घीय सरकारकै मार्फत नै गुठीको तौरमा राखेको हुनाले यसलाई गौचरण गौवीरता कायम गरेको छ। त्यसपछि काठमाडौँको कलङ्कीमा जन्मेर यदुकानन्द स्वामी आएको र यदुकानन्द स्वामीको जन्म 1950 मा भएको। 1983 विक्रम सम्वत 2021 सालसम्म बसेर कठोर योग साधना तपस्या गरेर सिद्धि प्राप्त गरेर यो मन्दिरहरू देख्नु भएको छ। यिनी नेपालमा युद्ध सन्चरण यदुकानन्द स्वामी काठमाडौँको कलङ्कीमा जन्मेर आएर यहाँ तपस्या गरेको अवस्थामा यस मन्दिरको जीर्णोद्धार गरेर यो तामाको छानो लगाइएको छ भने यहीँको स्थानीय तामा तिनी मन्दिर अहिले नेपालको मात्र नभएर विश्वकै सबभन्दा पुरानो हवनकुण्ड र सबभन्दा ठुलो हवनकुण्ड हुन सक्ने भनेर नेपाल सरकार पुरातत्व विभागले अहिले अध्ययन चलाइरहेको। गएका 10 वर्ष पहिले मात्रै नेपाल सरकारले यसको फोटो र लोगो लगाएर 10 रुपियाँको हुलाक टिकट पनि जारी गरिसक्नु भएको छ। ऐतिहासिक पौराणिक रेसुङ्गा अखण्ड यज्ञशाला मन्दिर भन्छ। अखण्ड भनेको त्यहाँभित्र आगो अग्नि कहिल्यै ननिम्ने अखण्ड दीप र अनेक प्रकारका शालिग्राम त्यहाँ राखिएको। 2042 सालमा योगी नरहरिनाथजी आएर 1 महिनाको कोठी होम लगाएको ठाउँ हो। 2060 सालमा पण्डित नारायण पोखरेलज्यूले यज्ञ लगाएर यो आश्रम यताको बनाइदिनु भएको छ। यता राधाकृष्ण मन्दिर हुनुहुन्छ। हजुरले तलतिर एउटा मूर्ति देख्नुभयो गरुड स्थान भन्छ, त्यसलाई गरुड भगवान भनेको विष्णु भगवानको वाहन हुनुहुन्छ। जुन गाडी राखेको ठाउँबाट 1 मिनट उता गयो भने ठुलो पोखरी हुनुहुन्छ, त्यसलाई रेसुङ्गा पोखरी भनेको छ। हजुरले अहिले देख्नु भएन होला, सायद गाडीबाट सिधै आउनुभयो होला सिँढीतिर। 1 मिनट उतापट्टि जानुभयो भने ठुलो पोखरी हुनुहुन्छ। त्यसको नजिकै शिवालय पशुपति शिवालय मन्दिरहरू पनि छ, आश्रमहरू पनि छ। त्यहाँदेखि 5-7 मिनट तल अगाडि गएपछि सानो रेसुङ्गा भन्ने ठाउँमा पनि एउटा अहिले 22-23 वर्षबाट एउटा तपस्वी बस्नु भएको छ। विशुद्ध फल मात्रै खाएर उहाँले कठोर साधना तपस्या गर्नुभएको छ। गुल्मिनी जन्म उहाँको। त्यहाँभन्दा तल 5-7 मिनट तल गयो भने सीताराम मन्दिर छन्, जो व्यक्तिले बनाउनु भएको छ। पहाडको टापुमा 1 करोडको व्यक्तिगत लगानीमा बनाउनु भएको छ। र यसभन्दा माथि अब एउटा सिद्धको मन्दिरमा पुगिन्छ। बाल सिद्ध शिवजीको कोखामा एउटा भ्यू टावर छ। भ्यू टावरबाट अगाडि 2 मिनट अगाडि गयो भने 2टा समाधि स्थलहरू छ यहाँ प्रभुहरू तपस्वीहरूका। हिजो शशिधर स्वामी र लक्ष्मीनारायण स्वामीले तपस्या गरेपछि उहाँको स्वर्गगामी भएको र उहाँहरूलाई समाधिमा राखेको ठाउँमा हिजो जङ्गबहादुरका छोरा जर्नेल ललित जङ्गले बनाएका त्यहाँ मठहरू छन्। अनि मठको दर्शन हुन्छ। तर यता तम्घासतर्फ 15 मिनट गयो भने एउटा रेसुङ्गा पार्क सायद देख्नुभयो होला बाटोमा, त्यो पार्कको अवलोकन हुन्छ। पार्कदेखि दायाँपट्टि 15 मिनट गाडीमा गयौँ भने एउटा रेसुङ्गा गौशालामा पुगिन्छ, जुन गौशालामा अहिले हामीले 200 जति स्थानीय गाईको संरक्षण गरिरहेका छौँ। त्यसो भएको हुनाले यो क्षेत्र नेपाल सरकारले अहिले 4 धाम मध्ये नेपालका 4 धाम मध्ये एक धाम जोडेको छ। मुक्तिनाथ क्षेत्र, पशुपति क्षेत्र, बराह क्षेत्र सुनसरीमा पर्छ भने यसलाई रुरु रेसुङ्गा क्षेत्र भन्छ। रुरु भनेको पाउँ, हजुरले ऋणी हिजो ऋषिकेश मन्दिरहरू दर्शन गर्नुभयो, कालीगण्डकी स्नान गर्नुभयो होला, त्यहाँ शालिग्राम पाउनुहुन्छ जहाँ विश्वमै कहीँ पाइँदैन होइन। त्यसो भएर रुरु भनेको पाउँ भन्छ भने शिर भनेको रेसुङ्गा भन्छ। त्यसो भएर नेपाल 4 धाम रुरु रेसुङ्गा भनेर जोडिया छ। त्यसो भएको हुनाले यो क्षेत्रमा आएर स्वर्गको पनि अनुभूति गर्ने र शक्तिको पनि अनुभूति गर्ने भन्छ। हामी अहिले आयौँ, शारीरिक कष्ट त भयो होला हजुरलाई तल आउँदाखेरि। अहिले यहाँ आइसके एकछिन बसेपछि आनन्द आउँछ, त्यही नै स्वर्ग हो। यो पैसाले किनेर पाइँदैन। हाम्रो पूर्वज ऋषि महर्षि भनेको साइन्टिस्ट हो, वैज्ञानिक हो। यस्तो ठाउँ पत्ता लगाउनु भयो। अब हिजो केही उपकरणहरू थिएन, आज त मोबाइल पकेटमा लिएर हिँड्छौँ। कति हाइटमा आयौँ, आज पानी पर्छ पर्दैन तिन मोबाइलले बताइदिन्छ। तर हिजो यो चिज त थिएन। यो त उहाँहरूले कुनै वृक्ष मुनि बसेर योग ध्यान साधना गरेर बोक्रा